आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौँ सभामुख महोदय। सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। त्यसले गर्दाखेरि चाँडोभन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्यको जानकारी संसदलाई स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्। म सभामुख महोदयलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। हुन सक्छ सत्ताको भारी अपेक्षा गरे भन्दा धेरै ठुलो भएर होला, यस्तो पनि लाग्छ घरिघरि मनमा। हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको त्यस्तो पनि लाग्न थालेको छ आज। खैर जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहीन व्यवहार प्रदर्शन गर्नु यो दुर्भाग्यपूर्ण हो। म विनम्रताका साथ भन्न चाहन्छु, यो दुर्भाग्यपूर्ण हो सभामुख महोदय। हिजोको उहाँको व्यवहारले जनताको मन कुडिएको छ, देशको शिर झुकेको छ। यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ। सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदै गर्दाखेरि यस सम्बन्धमा श्रद्धेय सभामुखज्यूको भूमिकाका प्रति म टिप्पणी भन्दिनँ, तर सभामुखज्यूको भूमिका प्रति मलाई केही आश्चर्य लागेको छ। म चाहन्छु यो सदन सभामुखज्यूको चेतनाले यसलाई व्यवस्थित गरिदिने हो। यसो किन गर्न सक्नु भएन? यो मेरो प्रश्न होइन, खालि मनमा उठेको खुल्दुली मात्रै हो। तर यसलाई यो सदनलाई गरिमामय बनाउनु सक्नु पर्दथ्यो, यसो भएन। यो पनि दुःखकै कुरा रह्यो सभामुख महोदय।